यो राइड चाहिँ जिन्दगीमा नभुलिने राइड भयो है। आम्मामा मिठो राइड भयो यार। थाक लाग्यो। कहाँ लिएर आयो कि तिमीले यार? त्यहाँदेखि पुलसम्म जानु नजिकै त यो पुलबाट माथि जाने। त्यहाँ माथि गएपछि त्यस्तै 10 मिनटमा त्यो पुल पुगिन्छ होला। त्यहाँबाट बाइक गयो नि त 10 मिनटमा माथि। सो हामी चाहिँ अहिले गिरघाट क्रसबाट हल्का माथि आएर शीतलमा रोकेछौँ। हाम्रो केटाहरू एकजना चाहिँ अगाडि गइसके। ल हाम्रो दुईवटा साधन चाहिँ केटाहरू हामी 4 जना बाँकी यहीँ छौँ। हाम्रो केटाहरू चाहिँ अगाडि गइसक्यो गाइस। हामी अब बिस्तारै अगाडि बढिरहेछौँ। हाम्रो डेस्टिनेसन चाहिँ आज कडाको हुनेछ है। कडाभन्दा कडा हुनेछ। जेस थाहा पाउनु भएको होला, जानु भएको छैन जेस। ल गाइस बाटोमा भेट्नुपर्छ ल। सो यहाँ जङ्गलमा चाहिँ आम्मामा आगो खतरा लागेछ हो। चराहरूको त कस्तो भागाभाग गरेछन्। यस्तो आगो लाग्यो भएर मौसम चाहिँ यहाँको चाहिँ बवाल खतम भएको छ। जङ्गलमा यस्तो आगो भइरहेको छ। हाम्रो नेपाल सरकारलाई के भन्न चाहन्छु भने हाम्रो यो वीरेन्द्रनगरको नगरपालिकाको हाम्रो यहाँ नगरपालिकाको जो हुनुहुन्छ आएर यहाँको आगो निभाइदिनु हुन म अनुरोध गर्छु। हाम्रो साथीले पनि त्यही भनिराख्नु भएको थियो। यहाँ चाहिँ कसले आएर सफा गर्नु, यो बन्द गर्नु, रोक्नु पर्ने साथी मान्छेहरूले, ओडाकोहरूले। ल गाइस यही हो हाम्रो भन्ने कुराहरू। हामी हो ल लेट्स मुभ साथी। अब हामीले लगायो भने नि त्यो मेन्टेन मिनिमाइज गरेर हुन्छ नि। यो एरियामा यति लाउने तर आफूले निभाउने त्यो एकदम त्यो के कर्बन युटिलाइजेसन अफ रिसोर्स भन्ने थाहा छैन हो। त्यो साथीले जो धेरै राम्रो कुरा सुनाएर गएको छन्। र गाइस हामी अझै बाटोमा भेट्नेछौँ। सो यहाँ चाहिँ बाटोमा चाहिँ गाडी ढलेको भन्ने हामीलाई सूचना आएको छ। नभन्दै तल गएछ त गाडी त सिधै तल गएछ त हो। ठिक छ केही छैन, सेफ छ गाडी जे होस्। हाम्रो आगो भइरहेको छ। कस्तो बोलेको सोध नि त। हामी चाहिँ अहिले त्यो मिड पोइन्टमा आइसक्यौँ। यहाँदेखि यता बटीचोक जाने बाटो र उयो उता के अरे बडातल जाने लोकेसन छुट्टिने ठाउँमा आइसक्यौँ। अनि पछाडि म्याप देख्न सक्नुहुन्छ हाम्रो बडातालको। अब हामी चाहिँ यहाँदेखि निस्किन लाग्यो बडातालको लागि। अब फुल कच्ची बाटो छ, पछाडि देख्न सक्नुहुन्छ। अनि हाम्रो गाइजहरू पनि जस स्ट्यान्ड बाई रेडी छन्। अब अर्जेन्ट लोकेसन सोधेर आइसक्यो। ठिक छ। बाटो यस्तो छ है, सजिलो छैन जानलाई। बाटो यस्तो छ, गाह्रो छ। बाटो बन्दैछ यहाँ दक्षिण बाटो। सिन चाहिँ साइको छ है उता गाउँतिरको चाहिँ। जस रमाइलो भइरह्यो बाटोले गर्दा पनि। राइडको चाहिँ मजा आइरह्यो। आयो तलबाट धुलो उडाउँदै मासम।
भेटाइसक्यो है यो मान्छे कहाँदेखि बाटोमा भेटियो गाइज कति लाग्छ अब यहाँदेखि टाइम लाग्ला अब 10 मिनट त होला अनि त्यहाँदेखि माथि जान त्यहाँदेखि माथि उता बडताल नै बाइक अलि पुग्न गाह्रो हुन्छ कोहीले त जान्छ पनि भन्छ नि त पुलसम्म होइन जान्छ जान्छ तर अलि हल्का बिग्रिहाल्छ त्यो के त्यो पातालको त्यो पुलबाट त्यहाँदेखि पुलसम्म जानु नजिकै त यो पुलबाट माथि जाने त्यहाँ माथि गएपछि त्यस्तै 10 मिनटमा त्यो पुला पुगिन्छ होला त्यहाँबाट बाइक गयो भने त 10 मिनटमा माथि पाताल पुगिहालिन्छ ठुलो लौडा छ है ए तिनीहरू माथि रोकिया नजाउँदामा छन् दुईटा स्कुटर छ माथि 220 वाला कहाँ पुग्यो अगाडि ए हिँड्ने रे भर्खर करस भयो ल ल ल ए किन आयो ला जस्तो भइरहेको यार आम्मा आलु बोकेर चिन्ने कम छ यो बाटो यार तलतिरबाट आउँछ किन बाटो अर्को हालत हेर न मान्छेको होइन यही बाटो फर्किनु पर्ने हो सागर अब अर्को नेक्स्ट राइड कहिले जाने मैले ध्यान जाला हाम्रो मेटहरू पनि आइपुग्यो पछाडि ओए अगाडिदेखि यता शाहरुख खान पछाडि यता रन्डीको मान्छे यो मान्छे टिसर्टै पुरा पहिलो भइसक्यो कहाँ ल्याएर आयो कि तिमीले यार हामी चाहिँ यो पुल क्रस गरेर ट्याक्क यो भेरीको साइडमा आएर अब हामी नजिक आइपुग्यौँ बिस्तारै नजिक आइसक्यौँ अब चाहिँ हामी जाँदैछौँ गाइस अब चाहिँ हामी चाहिँ अब 80% चाहिँ क्रस हानिसक्यौँ अब ओन्ली 20% बाँकी छ बिस्तारै आइसक्यौँ हाम्रो गाइजहरू पछाडि जस धुलो खाएर पारामा साथी चाहिँ त्यो साथीले आफूले चलाउँदा नि धुलो खाइरहेको छ अरूसँग बस्दा धुलो खाइरहेको छ मैले खुवाइदिएँ अहिले धुलो खायो यार मैले तर यो गाइज अहिले यो पुल एक हात छोडेर क्रस हाने यार भिडियो बनाउँछु भिडियो बनाउँछु तर अलि त्यो स्टोरी हाल्नको लागि भिडियो बनाएँ कि त्यो त्यसलाई एड गरिदियो हाम्रो एउटा साथीहरू फेरि छन् फेरि आफ्नो त्यो के भन्छ त्यसलाई आफ्नो बाइकको हर्न बजाएर आफै तर्सिन्छ आफ्नै बाइकको आफै हर्न हानेर तर्सिन्छन् गाइजहरू अब हिँड्नु पर्ने हुन्छ गाइजहरू भ्याउँछ ए यहाँ के लेखेको तर लभली ठाउँ छ दामी छ धुलो खाएर गाइज बाटोको हालत थाक लाग्यो मलाई ओए यो राइड चाहिँ जिन्दगीमा नभुलेको धेरै नपटार है सो गाइज गाह्रोभन्दा गाह्रो भयो पसिना यो राइड चाहिँ जिन्दगीमा नभुलिने राइड भयो है आम्मामा मिठो राइड भयो यार थाक लाग्यो सो गाइज जिन्दगीमा यतिको दुःख पाइएको थिएन है राइडमा जाँदाखेरि सो यो दुःख होस् कि के होस् राइड चाहिँ बवाल भइरह अनि हाम्रो 500 सिडी चढ्दैछौँ कि यस्तो पछाडि त्यत्रो क्रस भएर 500 सिडी यहाँ टी सर्ट खोलेर त्यसरी हिँड्नु परेछ यार जस अझै डेस्टिनेसन हजुरले देख्नुहुन्छ बिस्तारै बवाल छ यहाँ आउँदाखेरि चाहिँ बवाल एक्सर्साइज हुने चाहिँ जो आउँछ त्यसको बवाल एक्सर्साइज हुन्छ कसम त यस्तो राइड चाहिँ जिन्दगीमा भइरहेको थिएन यस्तो राइड भएको थिएन अहिलेसम्म जिन्दगीमा तर बवाल भयो यार
ल गाइस भर्खर 200 सिडी क्रस भए जस्तो छ अझै 300-400 बाँकी छ ल बिस्तारै भेट्नुपर्छ हाइट हामी चाहिँ फाइनल्ली 2.5 घन्टा लगाएर चाहिँ हामी यो कुन ठाउँमा आएको छु भन्दैछु भने म यो बेन्द्रनगरको सबभन्दा ठुलो सुर्खेत जिल्लाको हाम्रो बडाताल भन्ने ठाउँमा आएको छु लेट्स सी गाइस बडातालको भ्यू देख्न सक्नुहुन्छ ओभरभन्दा ओभर रमाइलो भयो है हामीलाई कस्तो थाकी त्यो हुन्छ नि धकाल्दा बाइक धकाल्दा धुलो सुलो खाएर यो लामो यात्रा गरेर लास्टै थाकित भइएको थियो तर जब हामी तालमा आयौँ नि आम्मामा यो बयानै गर्न सकिन्न गाइज यस्तो आनन्द फिल भइरहेको छ यहाँको हावा अनि ठ्याक्कै यो टावर पनि बबाल भाइब्स आइरहेको छ यो चाहिँ अब धेरैले थाहा पनि भएको छैन होला यो बडाताल भन्ने चाहिँ अब आउनु होला रमाइलो छ तर बाटो जति गाह्रो भए पनि तालमा आइसकेपछि चाहिँ बाटोको याद आउँदैन है गाइज हामीलाई चाहिँ लास्टै आनन्द फिल भयो किन यति टाढा आम्ला भएको थियो बाटो हेर्दाखेरि जब आइपुग्यौँ बबालभन्दा बबाल रमाइलो भयो गाइज यहाँदेखि यो टावरदेखि चाहिँ देखिने भ्यू चाहिँ आम्मामामा साइको है भ्यू चाहिँ देखिने देख्न सक्नुहुन्छ पछाडि भ्यू बबाल यो ठाउँको नाम के बडाताल आम्मा साइको सिन लाग्यो है मलाई गाइस यहाँ चाहिँ थाक लागिरह अझै पनि बोल्न पनि गाह्रो भइरह तर चाहिँ मलाई यहाँको भ्यू चाहिँ ओभर भन्दा रमाइलो ठाउँ छ जसरी ड्राइभ पिकनिक गर्नलाई त्यहाँको तीर्थस्थल रहेछ कि ठाउँ त यो चाहिँ जस मलाई यहाँको भ्यू यहाँको यो ब्युटी अनि यो चाहिँ पुरा सफा छ है ताल पनि यहाँको चाहिँ के रहेछ भनेपछि तालमा चाहिँ चराहरूले चाहिँ यो खसेको रुखको पातहरू पनि टिप्न उबर्दो रहेछ कि यो तालमा चाहिँ खस्न दिँदैन रहेछ टिपिहाल्दो रहेछ खसे पनि त्यही भएर यहाँको चाहिँ पुरा सफा छ कि ताल देख्न सक्नुहुन्छ जस राम्रो लाग्यो दुःख जति भए पनि यहाँ आएर चाहिँ अलि आनन्द फिल भयो लास्टै गाह्रो भयो कि शरीर काम नलाग्ने भएको छ यो दुखेर मतलब हुन्छ नि त धेरै यो हिँड्नु पऱ्यो 500 सिडी चढेर आएको यति 500 सिडी चढेर आइसकेपछि यतिको ठाउँ चाहिँ बवाल हुनु पऱ्यो नि त